रौतहट जिल्लाको गुजरा नगरपालिका 2 यो वार्ड नम्बर पनि 2 नै हो। यो हेर्नु तपाईको यो ढलान गरेको छ 16 लाखको भनेछ। यो बनाएको 3 दिन भयो, सब फुटेर चर्केर काम छैन। यो माल मेटेरियल पनि राम्ररी हाल्नुपर्ने, यो राम्ररी हालेको छैन। यो सिमेन्टी नपुग्यो होला, सबै ढलान फुटेछ हेर्नु त। अनि यो हेर्नुहोस्, यो लापरवाही, यो यहाँको गाउँले सिधा राम्रो गरिदिनु भनेको एउटै गरे छैन। यो बारम्बार भन्दाखेरि उल्टै झगडा गरेर उनीहरूको आफ्नो जबरजस्तीले बनाएको छ। यो कसै कुरा पनि सुने छैन यो ठाउँको मान्छेको। ल हेर्नु यो बाटोको हालत, यो 16 लाखको बजेट भनेको छ। यो हेर्नु यस्तो लापरवाही, यहाँ ठेकदारको लापरवाही हेर्नु त। यो हेर्नुहोस्, यो पुरै ढलान फुटेको, यो 16 लाखको ढलान। यो हेर्नु ठेकदारको लापरवाही। यो गुजरा नगरपालिका 2 वडा नम्बर 2 थापाचोकदेखि तल बनाएको ढलानको हालत यो छ। यो सबै हेर्नु यसरी ढलान फुटेको छ। यो सबै ठाउँ, कुनै पनि ठाउँ छैन कि बाँकी, यो सबै ठाउँमा सबै फुटेछ। यो ठेकदारको लापरवाही। ल हेर्नु त यो कतिसम्म छ। यो यिनीहरूले जसरी ढलान गर्दा पनि हुन्छ भनेर यिनीहरूले यहाँको जनतालाई पङ्गु बनाएको। ल हेर्नु त यो, ल हेर्नु यस्तरी फुटेको छ। यो हेर्नु सबै फुटेको छ, कुनै बाँकी छैन। यो कति दिन टिक्छ अरे? यो गाडी नहिँड्दै फुटिराखेको छ, भोलि पर्सि गाडी हिँडेपछि त्यो कामै छैन। ल हेर्नु सबै यसरी फुटेको छ। यही हो त मामा ढलानको हालत। यो त खतम छ त हाम्रो गाउँको विकास त। ल हेर्नु सबै फुटेको, यो केही कामै छैन। सब यो फुटेको यस्तो नि ढलान हुन्छ। यो हेर्नु ठेकदारको लापरवाही। यिनीहरूलाई के पैसा बोटमा फले जस्तो थपक आउँछ नि। हेर्नु केही कामै छैन, यो सबै फुटेको। अनि होइन राम्रो नगरेपछि त यहाँको जनता, यहाँ हामीलाई थाहै छैन यो कहिले ढलान हुने भने। ल हेर्नु यो चाहिँ थापाचोकदेखि तल है, यो ढलानको एउटै राम्रो भएको छैन। यो कस्तो लापरवाही गरे हो, यो के गरी गरे हो थाहै छैन। यो सबै फुटेको छ। यो ढलान बनाएको 3 दिन पनि 3 दिन भयो, आज 3 दिन 4 दिन भयो क्यारे। म पनि थिएन, मलाई पनि थाहै छैन यो ढलान बनाएको। यहाँको गाउँलेले भन्दाखेरि उल्टै गाउँलेसँग ठेकदारहरूले झगडा गरेर सबैलाई भन्दाखेरि जसले वडा अध्यक्षलाई भने जसले विरोध गर्छ उसलाई बोलाउनु भनेर भन्यो अरे। यहाँ आएर हेर्ने के हो कसो हो, सामान पुगेन कति गरे हो भने त्यो हेर्दै हेरेन लापरवाही ठेकदारको। ल हेर्नु यस्तो छ।